हामीले दुईटा ल्याटरल मुभमेन्ट राख्नुको कारण चाहिँ के हो यस्तो 3D सोल्डर कसरी बन्द रहेछ आज गऱ्यो भने यसरी अब आज मजुर हुनुहुन्छ ज्ञान दाई सो ज्ञान दाईको जस्तो यस्तो 3D सोल्डर कसरी बन्द रहेछ आज हामी सोल्डर एक्सर्साइज ज्ञान दाईसँग हेरौँ है त कस्तो हुँदो रहेछ सो आज ज्ञान दाईले के गराउनुहुन्छ म त्यही गर्दै जान्छु कस्तो हुन्छ एक्सर्साइज हेरौँ है त ओके लेट्स गो फर्स्ट सेट 15 केजीबाट सुरु हुँदैछ ठिक छ नि हुन्छ कि वेट थोरै वेट हान्दा पनि हेभी फिल हुन्छ कि 20 केजीमा पनि गाह्रो फिल हुन्छ सेकेन्ड एक्सर्साइज छ ल्याटरल सिङ्गल ह्यान्ड केबलमा सो एङ्कल स्ट्याप चाहिँ रिस्टमा लगाएर यसरी सिङ्गल ह्यान्डले धेरै बेड नगर्नु उनै छोड्यो लाग्यो थर्ड एक्सर्साइज मसनमा सोल्डर प्रेस यो सोल्डर प्रेस गर्दाखेरि प्रायः जसो मान्छेहरू तिमीले टिकटकमा हेर यसरी हानेर आउँछ यो सो यो एल्बोको एङ्गल चाहिँ पछाडि गएर होइन अब तिम्रो अल्बोलाई टक गर्यो भने यसरी 90 डिग्री त आयो अनि माथितिर प्रेस गर्यो भने गाह्रो भइहाल्छ कि यो भनेको मसल आइसोलेट भयो क्या तिम्रो फ्रन्ट एन्ड धेरै तल नजाऊ फोर्थ एक्सर्साइज हो पोस्टर डेल्टोइडको लागि थोरै अगाडि झुकेर केबलले रिभर्स फ्लाइ टाइपले माथिबाट त केबललाई माथि राखेन 4 सेट हान्नु पऱ्यो है यो सो पोस्टेरियर डेल्टोइड जति राम्रो भयो त्यति नै ज्ञानदायको जति सोल्डर हुन्छ कि के हो सोल्डरको फिफ्थ एक्सर्साइज बडीलाई आइसोलेट बनाएर हामीले दुईटा ल्याटरल मुभमेन्ट राख्नुको कारण चाहिँ के हो दुईटा एउटा खास त केबलमा गर्दाखेरि अझै मसल आइसोलेट गर्न मिल्छ क्या केबलको लागि अनि त्यसले गर्दाखेरि कन्ट्र्याक्सन अझै राम्रो हुन्छ सो लास्टमा हामीले यसो पोजिङ हान्दै आजको एक्सर्साइजलाई त्यसरी स्कन्द गरेका छौँ